ठुलो घाटा परेछ, कसैलाई छाती पिटिकन रोएका छन्। एउटा कर्मचारीलाई कारबाही गर्यो अरे सरकारले, त्यसको विधि अर्को होला नि। पार्लियामेन्ट बन्द गरेको छ, प्रधानमन्त्रीले आएर जवाफ दिनु पर्यो। जवाफ दिइसक्यो, प्रधानमन्त्रीले दिइसक्यो, सिद्धियो नि त। अब कहाँ पार्लियामेन्टमा जवाफ दिनु थियो? थाहा पाइएन, एउटा हटायो अर्को नियुक्त गर्नु, सिद्धियो। त्यसमा पनि फेरि मोर्चाबन्दी भुवा। को भन्नुहुन्छ उहाँहरूले? त्यो कर्मचारी के भनेर चलाउनु हुन्छ, त्यसै चलिदिने कर्मचारी राख्नुपर्ने, सरकारलाई असहयोग गर्ने, नटेर्ने, देशलाई अप्ठ्यारोमा पार्ने को छन् त्यस्तो राखिदिनु पर्ने। अनुशासनहीनता, अराजकता, राष्ट्रिय घाटा सबै सहनु पर्ने। र उहाँहरू के नै इस्यु पायौँ भनेर बोकेर हिँड्ने। यो हामीले बुझेका छौँ। उहाँहरू देशलाई एक पाइलो अगाडि बढ्न नदिन चाहनुहुन्छ, कानुन पास नदिन कोसिस गरिरहनु भएको छ। त्यसका निम्ति एउटा बहाना संसद अवरुद्ध गर्ने। सबैलाई थाहा छ 18 गते भित्र अध्यादेशहरूलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयक पारित भएनन् भने कानुन बन्दैन, कानुनको रूपमा रहँदैन, फेरि अर्को विधेयकको रूपमा जानु पर्ला। त्यो कुरा बुझेर काम हुन नदिनका लागि, विधेयक प्रस्तुत पास हुन नदिनका लागि यो सब खेल भइरहेको छ। हामीले बुझेका छौँ। सुकुम्बासी समस्या समाधान हुन नदिनका लागि, किसानका समस्या समाधान हुन नदिनका लागि, अरूका समस्या समाधान नहुन दिनका लागि सबै यो कामहरू उहाँहरू गरिरहनु। हामीले बुझेका छौँ।